आज हामी होली मनाउन भनेर चाहिँ हामीहरू आज लक्ष्मीनारायण मन्दिरतिर गइरहेका छौँ। हामी चाहिँ अहिले यहाँ लक्ष्मीनारायण मन्दिरमा ठ्याक्क आइसक्यौँ होइन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन, गाडी ड्याम्मै उताको पार्कमा पनि भरि छ होइन। यही हो साथीहरू लक्ष्मीनारायणको मेन गेट होइन। सबैजना हामीहरू प्रिपेरेसन भइरहेका छौँ। अहिले कार्यक्रम यहाँनिरको लागि यहाँ होली रङहरू प्रिपेरेसन भइरहेछ र नानीहरू यहाँनिर सबैजना नानीहरू लाइनमा बसिरहनु भएको छ। उताबाट स्वामीजी पनि आइरहनु भएको छ साथीहरू होइन। लक्ष्मीनारायण मन्दिरमा हुन गइरहेको यो कार्यक्रम हो। यो हिजो अस्ति हामीहरूले होली त यो वर्ष 2 पल्ट मनायौँ होइन, घरमा गर्दाखेरि 3 पल्ट। सबैलाई भनेको एकी नारा एकी नाम, जय श्री राम, एकी नारा एकी नाम, श्री राम, जय श्री राम। अहिले किन मनाएको भन्ने कुरा म भन्छु। छोटो गरी स्वामीले भन्नुहुन्छ अनि त्यस पछाडि हामी आज होली खेल्छौँ है। जय जय गीता, मैले केही मैले नानीहरूको अलिक बोल्दै बाबामा त फ्याक्सै बोल्नु भयो। जय जय गीता, जय जय गीता, 1 2 1 2 no more shots. अब हामी के गर्छौँ भने पहिले बाले but those who speak will raise their hand. Only one person will speak. Okay? How many of you know what is holy? Raise your hand. Manuska. So I can here. Niyanle vanduicha. It's the holiday in India vanduicha. That's one answer. Anybody? Different? Okay. Festival of color. Second one. अरू कसैको एन्सर छ? How many of you know what is holy? होली भनेको के हो? कसलाई थाहा छ? नानी थाहा छ होली भनेको के हो? अरू नयाँ एन्सर केही छ कसैको? स्पेसली प्यारेन्ट्सले भन्दा नि हुन्छ है। नानीहरूको अगाडि प्रिटेन्ड गर्नु भएन। अब प्यारेन्ट्सले सबैलाई सोधेको होलीको वर्ष कसलाई थाहा छ? Anybody? प्रेम इज अ सिम्बल अफ लभ भन्नुभयो। फेरि कोन थाल्यो है? अब म भन्छु तपाईँलाई, म हर हर उसमाले महादेव भने त ल। हर हर महादेव, हर हर महादेव। अब तपाईँलाई कोही सोधेँ मैले एउटा, कसलाई थाहा छ अब स्टोरी प्रहलाद महाराजको स्टोरी कुन किताबमा पढ्न पाइन्छ? In which book we learn about Prahlad? विष्णु पुराण। श्रीमद् भागवत। ओके, म अरू क्वेसन सोध्दैछु है त। श्रीमद् भागवतमा प्रहलाद महाराजको कथा आउँछ है। अब भागवतमा कतिवटा काण्ड छ? कतिवटा स्कन्द छ? अर्को मान्छेले भन्यो भागवतमा कतिवटा स्कन्द छन्? श्रीमद् भागवतमा 108 होइन, कतिवटा स्कन्द छन्? प्यारेन्ट्सलाई पनि है। So challenging question. त्यो हो 12 स्कन्द, 12 स्कन्द। श्रीमद् भागवतमा जम्मा 12वटा स्कन्द छन्। प्रहलाद महाराजको कथा कुन स्कन्दमा आउँछ? That's the last quiz.
अर्को कथा आउँछ सो त्यसको भएदेखि तपाईँले भन्नु गरेर हेर्नु होला जय जय गीता जय जय गीता उहाँले सप्तम स्कन्द भन्नुभयो सप्तम स्कन्द 7औं स्कन्दमा अब 1 2 1 2 हर हर महादेव हर हर महादेव जय जय गीता अब यहाँनिर आज हामीले होलिका भनेर एउटा कथा आउँछ प्रहलादहरूको कथा आउँछ होलिकालाई दहन गरेर अथवा हाम्रो जीवनको हजुर भन्ने आयो भारतमा पूर्ण हिन्दूहरूले र अहिले संसारमा अरूले मनाउँछ तर हिन्दू सनातन धर्म विश्वको एउटा महापर्व होली पर्व हो र आज हामी मनाउँदैछौँ यो मनाउने तरिका आज यहाँनिर दुई तरिकाले गर्छौँ स्पेसल्ली हाम्रो फोकस भनेको मसिना भाइ बहिनीहरू जो 5th ग्रेडदेखि मुनिको हुनुहुन्छ यी भाइ बहिनीहरूलाई हामी सबैले ख्याल गर्नुपर्ने हुन्छ किनभने कोही लड्न सकिन्छ कोही मसिना भाइहरू हुनुहुन्छ मसिना बहिनीहरू हुनुहुन्छ उनीहरूलाई ख्याल गर्नुपर्ने हाम्रो काम हो माइक भएपछि गर्नुपर्ने बिस्तारै भन्दा हुन्थ्यो र त्यस पछाडि अरू ठुला भाइ बहिनीहरूले गर्ने अनि त्यहाँबाट हामी मजाले खेल्ने फेरि मैले बिस्तारो गर्ने मसिना भाइहरूलाई ख्याल गरेर अनि त्यस पछाडि ठुला मान्छेले गर्ने अनि हामीले रमाइलो गर्ने तिनवटा कुरा भने है त र अब यस्तै यहाँ सुन्नु नानीहरू आज भनेको हामी होलिका मनाउँदैछौँ यो किन मनाइन्छ भने यहाँ धेरै रङ छन् रातो छ पहेँलो धेरै प्रकारका रङहरू छन् हामी कोही सानो नानी छन् कोही अलि ठुलो छन् कोही अलि ठुलो छन् कोही वृद्ध छन् हामी सबै एक भएर मिलेर बस्नुपर्छ तात्पर्य के भन्दाखेरि हामी सबै एक हो त्यसरी हामी रहनुपर्छ त्यही भएर एक आपसमा सबै मिलेर बस्नको लागि हामी होलिका मनाउँछौँ जहाँ असत्य हुन्छ जहाँ असत्य हुन्छ जहाँ झुट हुन्छ त्यहाँ टिक्दैन कहिले पनि प्रहलादजी भगवानको भक्त हुनुहुन्थ्यो सधैँभरि भगवानलाई सम्झिनुहुन्थ्यो तर प्रहलादजीको भक्तिलाई अलग गर्न खोज्दाखेरि कसैले सकेन है एउटी होलिका दिन जय श्रीमन्नारायण
आइसकेर चाहिँ होइन अब हामीहरू चाहिँ घर जान लाग्छौँ साथीहरू होइन एकदम धेरै हामीले चाहिँ हर्ष उमङ्गका साथ होइन हामीहरूको लाइफ छ नि रिस रागहरू हामीले सबै यहाँ फालेर चाहिँ होइन हामी चाहिँ नयाँ उमङ्गका साथ होइन रमाइलो धेरै रमाइलो गरेर चाहिँ आफ्नो दुःख कष्ट सबै भुलाएर यहाँ नाच्दा गरेर चाहिँ होइन अब चाहिँ हामीहरू होइन घर जान लाग्छौँ साथीहरू होइन सबैजनालाई ह्याप्पी होली